हेलो हाई गाइजहरू, आज चाहिँ हामी बाहिर घुम्न आएको होइन। बिदाको दिन कति घरमा बस्ने भनेर घुमसित ऊ भयो भनेर क्या बाहिर आएको। यस्तो हावा चलिरहन्छ नि त बाहिर। अनि उहाँ के भन्नुहुन्छ भने बाहिर त साह्रो जाडो रहेछ, गर्दा गर्दा भोलि बिहानै 7 बजीबाट काम छ, त घर सुत्छु थियो क्या। हिँड्न गएर बुढा यसो शरीर घटाउनु पर्यो होइन। भन्नु न, घटेको शरीर छ, सुकिसकेको होइन। मैले यस्तो होइन एउटा कुरा चाहिँ होइन, मैले यो ठुलै रिसर्च गरेर हेर्दाखेरि चाहिँ संसारभरिका सबै केटाहरूलाई चाहिँ म मोटो छु, मेरो पेट लाग्यो जस्तो चाहिँ लाग्दो रहेछ है। अनि लुरी लुरी केटीहरूलाई पनि म मोटाइ, मेरो पेट ठुलो भयो त्यस्तो फिल हुँदो रहेछ क्या। के भन्नु कस्तो जाडो भयो। मोटाउनु एकदम स्वास्थ्यको लागि राम्रो। के अरे बुढो मोटाउनु सकिनु एकदम राम्रो छ, मोटाउनु पर्छ। के अरे म चाहिँ एक दुईजना मान्छेको नाम लिन चाहेँ है त भिडियो। सबिना होइन, अनि सुस्मिता, सोनिसा, अनि अनिसा काफ्लेजी। यो भिडियो सबैले हेर्नु होला है त। जहिले पनि दिदी म मोटाएँ मात्र भन्नुहुन्छ है। मोटाउनु स्वास्थ्यको लागि राम्रो हो अरे क्या। अनि उनीहरू मैले नाम लिएको यी बहिनीहरू चाहिँ होइन पुरैखेरि यस्तो हो क्या, फु गर्दा नि ऐका हावाले उडाउँथ्यो होला क्या, त्यस्तो खालको मान्छे होइन। भन्न खोजेको कुरा चाहिँ त्यही हो, केटाहरूलाई चाहिँ अलिक मोटो हुँदा नि मोटो फिल हुँदैन होइन। केटीहरूलाई चाहिँ हल्का अलिकति खायो भने म मोटाएँ भन्ने फिल हुँदो रहेछ क्या। अन्त बुढा हामी त एक राउन्ड गएर फर्किनु कि भनेर त एउटा जाने बाटै नरहेछ नि त नि। कहाँ जाने अब, यही बाटो फर्किने हो। मोटो मान्छेलाई त जाडो हुँदैन भन्छ नि त नि, के जाडो भन्छ नि तिमीलाई? मोटो मान्छेलाई जाडो हुँदो अरे नि त, शास्त्रमै ल्याए अरे। शास्त्रको पान्नमा गयो त्यति अरे मोटो हुनु उहाँको पेट आजकल घटेर होइन। सर्लको कति केजी घट्नुभयो? 500 ग्राम घट्नुभयो के अरे। 700 ग्राम 700 ग्राम आज अर्को ज्याकेट लाग्छ नि, त्यही भएर। ए हो, ओके छ त। अन्तिममा जे पाइदै भिडियो बना अपलोड गरिदिउँ। यतिकै गरिदिन्छु र टिकटकमा बनाएको के। बाई बाई, अन्तिमसम्म हेरिदिनु भएकोमा।